फेरि पनि सबैलाई जय मसीह प्रभुको नाममा र आज म फेरि तपाईँको माझमा परमेश्वरको आशिष ल्याएको छु र आज म तपाईँको माझमा उपदेश 3 को 1 देखि केही खण्डदेखि म तपाईँलाई परमेश्वरको आशिष म तपाईँको बिचमा राख्न चाहन्छु र त्यहाँ यसरी लेखेको छ सबै कुराको समय छ है। हाँस्ने एउटा समय छ, रुने एउटा समय छ, छर्ने एउटा समय छ, कटनी गर्ने एउटा समय छ, फुटाउने एउटा समय छ, बटल्ने एउटा समय छ है। अनि यहाँ हामीले हेऱ्यौँ भने हरेक कुराको समय छ है। आज म तपाईँलाई यो वचनद्वारा के भन्न चाहन्छु भने जतिजना तपाईँहरू है प्रभुदेखि टाढा हुनुहुन्छ, प्रभुको प्रेमदेखि है, म तपाईँलाई के भन्न चाहन्छु यो वचनद्वारा आज दिन तपाईँलाई परमेश्वरले समय तपाईँलाई दिइराख्नु भएको छ। परमेश्वरले तपाईँलाई यो समय दिइराख्नु भएको छ, तपाईँलाई फर्किने समय है, प्रभुको नजदिक आउने, प्रभुको भवनमा फर्किने प्रभुले यो समय दिनुभएको छ। आज तपाईँ फर्किनुहोस्। हेर्नुहोस्, संसारमा तपाईँहरूले सबै कुरा किनेर पाउन सक्नुहुन्छ है। तपाईँले गाडी किनेर पाउन सक्नुहुन्छ, घर किनेर पाउन सक्नुहुन्छ, आमा बाबु पनि तपाईँले किनेर पाउन सक्नुहुन्छ, हरेक कुरा तपाईँले किनेर पाउन सक्नुहुन्छ, तर तपाईँले समयलाई किनेर पाउन सक्नुहुन्न कहिले पनि। अनि आजको दिनमा तपाईँमा भएको समयलाई व्यर्थको कुरामा नलानुहोस्, व्यर्थको कुरामा तपाईँले त्यो समयलाई वेस्ट नगर्नुहोस्। हेर्नुहोस्, प्रभुले तपाईँलाई यो समय राखिदिनु भएको छ। उपदेश 3 को 1 देखि त्यो वचनद्वारा है तपाईँलाई यो समय प्रभुले राखिदिनु भएको छ, फर्किने समय। फर्किनुहोस् भाइ बहिनीहरू, जति तपाईँ प्रभुदेखि टाढा हुनुहुन्छ, जवान भाइ बहिनीहरू, फर्किनुहोस्। यो समय प्रभुले तपाईँलाई यो समय दिइराख्नु भएको छ। हेर्नुहोस्, बाइबलमा हामीले हेऱ्यौँ भने जब जलप्रलय आउने समय, जलप्रलय हुनुभन्दा अगाडि प्रभुले समय राखिदिनु भएको त्यो मानिसहरूलाई फर्किने समय है। नोहद्वारा प्रभुले बोलिराख्नु भएको थियो, फर्क, यो पृथ्वीलाई परमेश्वरले पानीले नष्ट गर्दै हुनुहुन्छ भन्दै गर्दा मानिसहरूले पत्याएन, त्यो समयलाई उसले बुझेन है। उनीहरूले त्यो समयलाई, परमेश्वरले दिनुभएको समयलाई चाहिँ उनीहरूले व्यर्थको कुरामा दियो क्या। त्यहाँ हामीले हेऱ्यो भने नि यहाँ मत्ती 24 को 35, 36, 37 देखि त्यहाँ हामीले हेऱ्यो भने त्यहाँ पनि लेखेको छ है। त्यो मानिसहरू चाहिँ जब नोहले जहाज बनाउँदै गर्दा, मानिसहरूलाई भन्दै गर्दा, प्रभुले यो पृथ्वीलाई अब पानी नष्ट गर्दै हुनुहुन्छ भनेर नोहले भन्दै गर्दा मानिसहरूले पत्याएन। उसको शब्दहरूलाई, उसले भनेको हरेक कुरालाई उनीहरूले खेलखट्टामा उडायो, मौसमा उडायो, मस्तीमा त्यो कुरालाई उडायो क्या। हेर्नुहोस्, परमेश्वरले नोहलाई खटाउनु भयो अनि नोहद्वारा त्यो मानिसहरूलाई मौका दिनुभयो क्या। तर त्यो मानिसहरूले त्यो मौकालाई बुझेन, त्यो समयलाई बुझेन। जब है नोहले त्यो जहाजहरू बनाइसक्यो, बनाएपछि है हरेक जन्तुहरूलाई है भाले पोथी गरेर जहाजमा हाल्यो, सबै जनावरहरूलाई है, आकाश मुने चरादेखि है धरतीमा घिसिने, जमिनमा घिसिने हरेक पशु प्राणीलाई है नोहले त्यो जहाजभित्र थुन्यो। अनि त्यो थुनेपछि ढोका बन्द गरियो भनेर लेखेको छ त्यहाँ है। अनि ढोका बन्द गरेपछि परमेश्वरले आकाशबाट पानी बर्साउन थाल्यो है। मानिसहरूले पत्ता थिएन है, केही समय पनि मानिस पत्ताको थिएन त्यो पानी पर्दै गर्दा पनि, के होला त्यो रहिहाल्छ भनेर सोच्यो होला त्यो मानिसहरूले। जब पृथ्वीमा पानी भरिँदै गयो, त्यहाँदेखि त्यो मानिसहरूले जहाँ नोहले जहाज बनाएको जग्गामा त्यो मानिसहरू गएर नोहलाई भन्दछ, मेरो निम्ति यो ढोका खोलिदिनुहोस्, हाम्रो निम्ति ढोका खोलिदिनुहोस् ताकि हामी भित्र आउन सकौँ भन्दै गर्दा त्यो समय गइसकेको थियो। त्यो परमेश्वरले त्यो ढोकालाई बन्द गरिसक्नु भएको थियो। अनि आज म तपाईँलाई के भन्न चाहन्छु भने परमेश्वरले पनि आज तपाईँहरूको निम्ति ढोका खोलिराख्नु भएको छ। तपाईँ फर्किनुहोस्, फर्किनुहोस्, प्रभुको समयलाई व्यर्थमा नदिनुहोस्, प्रभुले दिएको समयलाई बुझ्नुहोस्, प्रभु दिएको मौकालाई बुझ्नुहोस्। हेर्नुहोस् है, जब त्यो समय जान्छ, प्रभुले दिएको समय, प्रभुले दिएको मौकालाई तपाईँले जब इन्कार गरेर त्यो मौकाहरू जब
सकिन्छ त्यहाँदेखि तपाईँहरूले रिपेन्ट गरेर पनि हुँदैन, रिग्रेट गरेर पनि हुँदैन। हेर्नुहोस्, अनि आज दिन प्रभुले तपाईँहरूलाई समय राखिदिनु भइरहेको छ। फर्किनुहोस्, प्रभुले दिएको समयलाई बुझ्नुहोस्। जवान जवानी भाइ बहिनीहरू आजै फर्किनुहोस्। संसारको अभिलाषमा हुनुहुन्छ भने, संसारको क्षणिक कुरामा हुनुहुन्छ भने, प्रभुले नमान्ने काम गर्दै हिँडिराख्नु भएको छ भने फर्किनुहोस्। प्रभुले तपाईँहरूलाई यो समय राखिदिनु भएको छ। आज उपदेश है 3:1 हामीले पढ्यो भने सबै कुराको समय छ। अनि आज दिनमा तपाईँहरूलाई प्रभुले त्यो समय राखिदिनु भएको छ फर्किने। प्रभुले तपाईँको निम्ति त्यो ढोका खोलिराखिदिनु भएको छ। त्यो ढोकाभित्र तपाईँ पस्नुहोस्। जब तपाईँ त्यो ढोकाभित्र पस्नुहुन्छ भने तपाईँ सुरक्षा हुनुहुन्छ। हेर्नुहोस्, जब नोआ त्यो जहाजभित्र पस्दै गर्दा उनीहरू सुरक्षा थियो, ऊ बाँच्यो त्यो समस्यादेखि है। आज तपाईँ पनि प्रभुले तपाईँको निम्ति ढोका खोलिराख्नु भएको छ, त्योभित्र पस्नुहोस्, तपाईँहरू पनि बाँच्नुहुनेछ। यदि तपाईँ फर्किनुहुन्न भने नि ती मानिस जस्तै हुन्छ है। जो मानिस यहाँ छ पानीले बगायो नि, भलले डुबायो, त्यो मानिस जस्तै हुन्छ तपाईँहरू पनि। प्रभुले तपाईँहरूलाई भनिराख्नु भएको छ यो समय फर्किनुहोस्, फर्किनुहोस् समय हुँदै। प्रभुलेको समयलाई बुझ्नुहोस्, प्रभुलेको मौकालाई बुझ्नुहोस्। आज जवान जवानी भाइ बहिनी हो, जतिजना जवान जवानी भाइ बहिनी जतिजना हुनुहुन्छ आज प्रभुदेखि टाढा भएको, म तपाईँलाई के भन्न चाहन्छु, फर्किनुहोस्। प्रभुले यो समय तपाईँहरू राखिदिनु भएको छ, फर्किनुहोस्। जब त्यो समय सक्छ, प्रभुको समय सक्छ, प्रभुले दिनुहुने मौकालाई प्रभुले दिनु छोड्नुहुन्छ, त्यहाँदेखि तपाईँहरूले है त्यो कुरालाई खोजेर पाउनुहुन्न। अनि यो समय तपाईँलाई प्रभुले राखिदिनु भएको छ, फर्किनुहोस्, फर्किनुहोस्। जवान जवानी भाइ बहिनी, आज संसारको कुरामा अल्झिराख्नु भएको छ भने है, संसारको अभिलाषमा अल्झिराख्नु भएको छ भने, संसारको क्षणिक कुरामा तपाईँ अल्झिराख्नु भएको छ भने तपाईँ फर्किनुहोस्। आज दिनमा तपाईँ निर्णय गर्नुहोस्। हेर्नुहोस् है, प्रभुले तपाईँलाई ठिक समय राखिदिनु भएको छ। त्यो मानिसहरूलाई पनि जब जलप्रलय हुँदाखेरि पनि त्यो मानिसहरूलाई प्रभुले समय राखिदिनु भएको थियो नि, तर त्यो मानिसहरूले बुझेन के गरे। उनीहरू त्यो जलप्रलय आउनुभन्दा अगाडि त मानिसहरू त विवाह बार पो गरिरहेको थियो, खाइ पो रहेको थियो, मस मस्ती पो गरिरहेको थियो। जब भल आयो अनि सत्य बगायो त्यो मानिसहरूलाई। हेर्नुहोस्, प्रभुको आगमन कहिले हुन्छ कसैलाई पनि याद छैन। बाइबल भन्छ परमेश्वरको आगमन चाहिँ चोर चाहिँ हुनेछ भनेको छ है। तपाईँहरू यादै गर्नुहोस्, चोर कहिले आउँछ त्यो कसलाई पनि याद हुँदैन। हेर्नुहोस्, प्रभुको आगमन नजिक छ भाइ बहिनी हो, फर्किनुहोस्। कतिजना छोराछोरी आज परमेश्वरको छोराछोरीहरू संसार कुरामा अल्झिराख्नु भएको छ भने त्यो कुरादेखि तपाईँ निस्किनुहोस् अनि तपाईँहरू बाँच्नुहुनेछ। हेर्नुहोस्, यदि तपाईँ त्यो कुरामा अल्झिराख्नु भयो भने नि तपाईँ शरीरमा मर्छ, आत्मामा मर्छ है। जवान जवानी भाइ बहिनी हो, संसारको अभिलाषदेखि अलग बस्नुहोस्, संसारको क्षणिक कुरादेखि अलग बस्नुहोस्। त्यो कुराले चाहिँ तपाईँहरूलाई नरक लाँदछ, त्यो कुराले चाहिँ तपाईँहरूलाई प्रभुदेखि टाढा लाँदछ। अनि जवान जवानी भाइ बहिनी हो, जतिजना आज प्रभुदेखि टाढा हुनुहुन्छ, प्रभुको प्रेमलाई नबुझेर संसारको मानिसको प्रेममा हिँडिराख्नु भएको छ भने, संसारको मानिसलाई प्रेमलाई खोज्दै संसारको मानिसको प्रेममा तपाईँ परिराख्नु भएको छ भने फर्किनुहोस्। प्रभुले तपाईँलाई धेरै माया गर्नुहुन्छ। प्रभुले तपाईँलाई यो समय राखिदिनु भएको छ ताकि तपाईँको हातमा बाँचोस् भनेर प्रभुले समय राखिदिनु भएको छ। फर्किनुहोस् जवान जवानी भाइ बहिनीहरू, म तपाईँलाई यही भन्न चाहन्छु आजको वचनद्वारा। यदि तपाईँ अटेरी गरिबस्नु भने नि, तपाईँ अटेरी गरिबस्नु भने, तपाईँ ढिट गरिबस्नु भयो भने नि तपाईँ एक दिन मर्छ, तपाईँको आत्मा मर्छ है। जसरी त्यो जलप्रलय समय नोआले भन्दै गर्दा त्यो मानिसहरूले अटेरी गरी खिल्ली उडाए नोआको शब्दलाई, नोआको हरेक त्यो बोलेको वचनहरूलाई उनीहरूले खेलखटामा उडायो। हेर्नुहोस्, आज दिन तपाईँले खेलखटा नगर्नुहोस्। आज प्रभु तपाईँसँग बोलिराख्नु भएको छ यो वचनद्वारा। प्रभुले भन्दै हुनुहुन्छ फर्क, आज तिमीको निम्ति मेरो ढोका खुल्ला छ, फर्क फर्क फर्क। प्रभुले भन्दै हुनुहुन्छ जवान जवानी भाइ बहिनी फर्किनुहोस्,
म तपाईँलाई यही भन्न चाहन्छु फेरि पनि सबैलाई जय मसी।